सर हजुर जर्जिया पढेर आउनु भएको होइन? हजुर म्याम, मैले जर्जियाबाट ब्याचलर कम्प्लिट गरेर आएको हो। ए ओके। त्यसो भए जर्जियाको बारेमा हामी आज थोरै कुरा गरौँ न है। हजुर भइहाल्छ। ओके। जर्जिया कस्तो छ त इन्टरनेसनल स्टुडेन्टहरूको लागि? इन्टरनेसनल स्टुडेन्टको लागि वान अफ द बेस्ट डेस्टिनेसन भन्छु है म चाहिँ जर्जिया। किन भन्दा जर्जियाको युनिभर्सिटीहरू टप नच युनिभर्सिटीहरू छन्। धेरै राम्रा युनिभर्सिटीहरू छन् होइन, प्राइभेट युनिभर्सिटीदेखि लिएर गएर पब्लिक युनिभर्सिटीहरूसम्म पनि। म आफै पढेको युनिभर्सिटी अफ जर्जिया अब पनि क्युएस ऱ्याङ्किङमा भएको एकदम राम्रो युनिभर्सिटी हो। लाइक इभन प्रोफेसरहरू पनि इन्टरनेसनल प्रोफेसरहरू पनि हुनुहुन्छ। लाइक प्लस जर्जियन प्रोफेसरहरू नै जसले युएसबाट डिग्री कम्प्लिट गर्नुभएको छ, जर्जियामै कम्प्लिट गर्नुभएको छ। इङ्ग्लिस प्रोफेसर चाहिँ राम्रो भएको प्रोफेसरहरू मजाले पाउनुहुन्छ होइन। अनि इन्टरनेसनल स्टुडेन्टको लागि सबभन्दा मेन कुरा भनेको सेफ एन्ड साउन्ड छ जर्जिया है। अब एकाडेमिक रूपमा पढ्नको लागि वान अफ द बेस्ट डेस्टिनेसन नै पर्न आउँछ युरोपभरिमा जर्जिया चाहिँ। ए ओके सर। अनि यसको ट्युसन फी र लिभिङ एक्सपेन्सेसको बारेमा पनि थोरै भनिदिनुहोस् न सर। अब लिभिङ एक्सपेन्सेसको कुरा गर्दाखेरि स्टुडेन्टको अन एन एभरेज खर्च हुने भनेको $250 देखि $300 खर्च हुन्छ। अब यो त अलवेज डिपेन्ड अन स्टुडेन्ट होइन, उनले कति खर्च गरेर कुन स्ट्यान्डर्डमा बसिरहेको छ त्यसमा डिपेन्ड गर्छ होइन। नर्मली $250 देखि $300 स्टुडेन्टको लिभिङ एक्सपेन्सेस हुन्छ। अब ट्युसन फीको कुरा गर्दाखेरि एक्साइटिङ के छ भन्दाखेरि ट्युसन फी धेरै नै अफोर्डेबल छ। अनि अरू युरोपियन नेसनको हेरी ट्युसन फीलाई भनेको हजुरले नर्मल ब्याचलरमा अब हजुरले कम्प्युटर इन्जिनियरिङको कोर्सेसहरू, कम्प्युटरको कोर्सेसहरू, आइटीको कोर्सेस, बिजनेसको कोर्स गर्नुभयो भने 4000देखि 5000को रेन्जमा आउन जान्छ युनिभर्सिटी वाइज, युनिभर्सिटी हेरी हेरी। अब त्यहाँको मेन पपुलर कोर्सेस भनेको बिडिएस एमबिबिएस पढ्नुहुन्छ भने अब यिनीहरूको कोर्स चाहिँ अब यिनीहरूको चाहिँ $5000देखि $6000 पर इयर ट्युसन फी पर्न आउँछ। अनि अब एमबिबिएस बिडिएसको चाहिँ 6 इयरको कोर्सेसहरू हुन्छ, 6 वर्षसम्म पढ्नु पऱ्यो। बिडिएसको 5 इयर्सको हुन्छ होइन। अनि एमबिबिएस बिडिएस चाहिँ राम्रै छ होइन। युएसएमएलीको लागि स्टुडेन्टहरूले प्रिपेयर गर्नुहुन्छ होइन, युकेको लागि प्रिपेयर गर्नुहुन्छ। लाइक 2-3 इयर्स पछि त्यताबाट डाइरेक्ट पनि जानुहुन्छ स्टुडेन्टहरू। सो बेस्ट नै छ। अनि ट्युसन फी, लिभिङ एक्सपेन्सेसहरू स्टुडेन्टको लागि, नेपाली स्टुडेन्टको लागि मजाले अफोर्डेबल छ। ओके सर। एज ए इन्टरनेसनल स्टुडेन्ट अब अरू कन्ट्रीमा हजुरको पार्ट टाइम जबहरूको प्रावधानहरू पनि हुन्छ, जर्जियामा चाहिँ के छ यसको? अब जर्जियामा अब 80 आवर पर विक, 20 आवर पर विक, 30 आवर काम गर्न पाउने भन्ने त्यस्तो रुल्सहरू अहिलेसम्म केही पनि छैन है। अब स्टुडेन्टहरूले अनलिमिटेड काम गर्नु पाउनुहुन्छ इफ कलेजलाई ह्याम्पर परेन भने। कलेजलाई ह्याम्पर पर्ने काम चाहिँ गर्न हुँदैन होइन। अनलाइक नेपालको डिग्री, जर्जियामा चाहिँ हजुरको विकली बेस्ड टेस्ट हुन्छ, विकली बेस्ड क्विज हुन्छ होइन। अनि हजुरको लागि आफ्टर 2-3 विक मिड टर्महरू हुन्छ। त्यही भएर क्लास मिस गर्नु भनेको एकदम अनफर्चुनेट हुन्छ होइन। स्टुडेन्टले क्लास मिस गर्नै मिल्दैन, हामी सबैले त्यही नै सजेस्ट गर्छौँ। अब क्लास भएन भने अब हप्तामा क्लास हुने भनेको 2 दिन 3 दिन क्लासेसहरू हुन्छ। क्लासभन्दा बाहिर पार्ट टाइम जबहरू जस्तो डेलिभरीको कामहरू, अनि त्यसपछि हजुर रेस्टुरेन्टहरूमा होइन नर्मल्ली। अब यदि आइटी प्रोफेसनल्सहरू हुनुहुन्छ भने उहाँहरूले फ्रिलान्सहरू गर्दाखेरि भयो होइन। अब अरूको कुन टाइपको जब पाउन सक्नुहुन्छ, त्यहाँको ल्याङ्ग्वेज मास्टर गर्नु सक्नुभयो भने झन् धेरै मल्टिपल जबहरू पाउन सक्नुहुन्छ होइन। कुन टाइपको जब गर्नुहुन्छ त्यो स्टुडेन्टमा डिपेन्ड गर्छ। जबहरू पाउन ठिकै हल्का फुल्का गाह्रै छ होइन, जब नपाउने भन्ने हुँदैन, गाह्रै छ। तर ड्युटी आवर यति यति मात्रै लिमिटेड काम गर्न पाउनुहुन्न भने छैन। अब पास्ट गइरहनु भएको स्टुडेन्टहरूले, अहिले गइरहनु भएको स्टुडेन्टले एराउन्ड 800देखि $1000 प्रायःले कमाइरहनु भएको छ। त्यो स्टुडेन्टमा डिपेन्ड गर्ने कुरा हो होइन। अब युनिभर्सिटीले, कलेजले जब लगाइदिने, जब खोजिदिने, कन्सल्टेन्सीले जब खोजिदिनेहरू गर्ने भनेर त्यस्तो केही पनि हुँदैन। त्यस्तो झुटो आशाहरू केही पनि हुँदैन होइन। स्टुडेन्टहरूले आफै अन देयर ओन जबहरू खोज्न पनि सक्नुहुन्छ। जब चाहिँ मजाले गर्न पाइन्छ। ओके सर। अब स्टुडेन्ट अब्रोड स्टडीको लागि जानलाई डिफ्रेन्ट कन्ट्रीको डिफ्रेन्ट डिफ्रेन्ट रिक्वायरमेन्ट हुन्छ, जस्तै कि जर्जियामा पनि हजुरको एकाडेमिक डकुमेन्ट्सहरू के चाहिन्छ, कति जिपिए आउनुपर्छ, आइएल्स पिटी गर्नुपर्छ कि पर्दैन, के छ होला सर यसको? अब एकाडेमिकको लागि जर्जिया त्यस्तो धेरै हार्ड छैन अरू कन्ट्रीको जस्तो। अब करेन्ट सिनारियोमा भन्नुपर्दाखेरि फेब्रुअरी इन्टेक्सम्म एप्लाई गर्ने स्टुडेन्टहरूले चाहिँ आइएल्सपिटीहरू गर्नु पर्दैन। 2.4 जिपिएभन्दा माथि आएको स्टुडेन्टले मजाले एप्लाई गर्न पाइयो। कलेजको एउटा इन्टरभ्यू हुन्छ, प्लस एम्बेसीले एउटा इन्टरभ्यू लिन सक्छ मेबी होइन। अब अरू त्यस्तो धेरै एकाडेमिक डकुमेन्टमा हार्स केही पनि छैन। तर बट फेब्रुअरी पछि चाहिँ आइएल्सपिटी स्टार्ट गर्ने हो कि भन्ने कुरा छ होइन इमिग्रेसनको। अब त्यो चाहिँ आफ्टर त्यसपछि मात्रै थाहा हुन्छ होइन के हुन्छ भन्ने कुरा। तर करेन्ट सिनेरियोमा लो जिपिए अनि 2-3 वर्ष ग्याप भएको, 4-5 वर्षसम्म ग्याप भएको स्टुडेन्टहरूले मजाले एप्लाई गर्न पाइन्छ। ओके सर। अनि यो फाइनेन्सियल रिक्वायरमेन्ट चाहिँ के छ जर्जियाको? फाइनेन्सियल रिक्वायरमेन्टको कुरा गर्नुपर्दाखेरि अब
अभियसली अस्ट्रेलियाको जस्तो हार्स हुँदैन, लाइक इभन अरू युरोपियन कन्ट्रीको भन्दा नि सजिलै छ। इन्कम सोर्स भेरिफिकेसनहरू त्यस्तो धेरै केही पनि माग्दैन होइन। अब हजुरले ओडाको डकुमेन्ट बनाउनु पर्ने भनेको ट्याक्स क्लियरेन्सको डकुमेन्ट बनाउनु पऱ्यो, अनि रिलेसनसिप सर्टिफिकेट बनाउनु पऱ्यो, अनि मेन भनेको ब्याङ्क स्टेटमेन्ट देखाउनु पर्ने हुन्छ। हजुरले 3 to 6 मन्थको ब्याङ्क स्टेटमेन्ट देखाउनु पऱ्यो। विथ क्लोजिङ ब्यालेन्स चाहिँ हजुरको 15-20 लाखभन्दा माथिको क्लोजिङ ब्यालेन्स भएको देखाउनु पऱ्यो। अरू नर्मली अब डकुमेन्टहरू एथिस्टेट गर्ने दायाँ बायाँ भनेको त त्यो भइहाल्छ होइन। अब त त्यस्तो धेरै हार्स छैन अरू कन्ट्रीको जस्तो। जर्जिया त अब युरोपियन कन्ट्रीमा पर्यो होइन सर। अब यहाँको वेदर चाहिँ कस्तो हुन्छ होला, एकदमै चिसो हुन्छ कि होइन, अब कुनै टाइममा गर्मी पनि हुन्छ कि धेरै, कस्तो छ यहाँको वेदर? वेदरहरू भनेको नेपालको लागि त वान अफ द बेस्ट वेदर छ। अब जाडोको महिनामा नेपालभन्दा हल्का बढी जाडो हुन्छ, गर्मीको बेला नेपाल लगभग लगभग नेपाल जस्तै गर्मी हुन्छ होइन। त्यही भएर खासै त्यस्तो वेदरमा प्रब्लम आउने, एडजस्ट गर्न गाह्रो हुने होइन, त्यस्तो स्ट्रङको लागि केही पनि प्रब्लम हुँदैन। जस्तो अनलाइक क्यानाडा होइन, अब क्यानाडामा 4-5 मन्थ ह्याप्पी स्नोफल हुने भन्ने हुँदैन। मेनली इस्टर्न जाने भनेको टिबिलिसीमा अथवा बातुमी, यो दुईवटा सिटीमा जाने हो। टिबिलिसी सिटीमा अब हजुरको हल्का स्नोफल हुने, लाइट स्नोफल हुने भनेको जनवरीदेखि मार्चसम्म चाहिँ लाइट स्नोफलहरू हुन्छ होइन। तर त्यस्तो धेरै काममा जानै नसक्ने होइन, त्यो काम गर्नै नसक्ने अथवा कलेज जानै गाह्रो हुने त्यस्तो भन्ने केही पनि हुँदैन। वेदर कन्डिसन एकदम धेरै राम्रो छ। अझै स्टुडेन्टलाई मेन भनेको ट्रान्सपोर्टेसनको सुविधाहरू हुन्छ। लाइक अनलाइक 12 बजीसम्म मजाले हजुरले पब्लिक ट्रान्सपोर्टेसनहरू चढ्न पाउनुहुन्छ होइन। त्यो पनि स्टुडेन्टको केसमा त हजुरले जम्मा 20-30 यात्री भनेको लाइक एराउन्ड 10-15 रुपियाँ नेपालीमा होइन, 1 आवर टोटल्ली सिटीमा जता गए पनि पाइयो। 1 आवरसम्म त्यही एमाउन्टमा चाहिँ त्यही एउटा कार्डबाट चाहिँ हजुरहरू चल्न आउँछ। त्यो गर्दाखेरि त स्टुडेन्टहरूको धेरै नै अफोर्डेबल भयो। त्यही भएर ट्रान्सपोर्टेसन अफोर्डेबल छ, वेदरमा नो प्रब्लम, स्टुडेन्टहरू मजाले एडजस्ट गर्न सक्नुहुन्छ। अनि भिजा रेटको बारेमा कुरा गर्नुपर्दा कस्तो छ जर्जियाको भिजा रेट? अब भिजा रेट जुनै पनि कन्ट्रीको अहिले यस्तो छ, एप्लाई गर्नु भनेर हामीले एउटा ट्रेन्ड मात्रै दिने हो होइन। अहिले जर्जियाको ट्रेन्ड एकदम हाई छ, लाइक इभन धेरैजना स्टुडेन्टले धेरै कन्सल्टेन्सीबाट पनि सुनिरहनु भएको होला। जर्जियाको भिजा रेट अहिले राम्रो छ, धेरै नै राम्रो छ। अब पछि के हुने हो भिजा रेट, पछिसम्म पनि राम्रो हुन्छ हुँदैन भनेर त्यो हामीले एकिङका साथ भन्न सक्दैनौँ है। अब भिजा अहिलेको सिचुएसन भनेर मतलब आइएसपिटी गरेर एप्लाई गर्नुभएको स्टुडेन्ट पनि मजाले भिजा आइरहेको छ, एमबिएसको स्टुडेन्टहरू पनि भिजा आइरहेको छ, अरू कोर्स अरू फ्याकल्टीमा जाने स्टुडेन्टहरू पनि मजाले भिजा आइरहेको छ। ओके सर, अनि यो इन्टेक चाहिँ कुन कुन हुन्छ होला जर्जियामा? अब जर्जियाको इन्टेक लाइक मेनली इन्टेक भनेको फेब्रुअरी र सेप्टेम्बर इन्टेक हुन्छ। बट अब एमबिबिएसको केसमा चाहिँ के हुन्छ भने जो स्टुडेन्ट चाहिँ अब फेब्रुअरीभन्दा अलिकति ढिला भयो जान होइन, मार्चतिर पुग्नु भयो भने मार्चमा फेरि अर्को मार्च 28देखि फेरि अर्को चाहिँ सेसन स्टार्ट हुन्छ। अब मोस्टली सबै युनिभर्सिटीमा नहोला, जस्तो अब मैले आफूले पढेको युनिभर्सिटी अफ जर्जियामा हुन्छ, एसयु भन्ने युनिभर्सिटीमा हुन्छ, यिनीहरू युनिभर्सिटीमा चाहिँ लेट जाने स्टुडेन्टहरूलाई एक्स्ट्रा क्लासेसहरू गराइदिन्छ। त्यो भएको कारणले गरेर अलिकति इजी चाहिँ छ, किनकि एमबिबिएस इज नट अ जोक होइन, त्यो हामी सबैलाई थाहा छ। एमबिबिएस पढ्न जाने स्टुडेन्टहरूलाई चाहिँ त्यो सुविधा छ। अब अरू स्टुडेन्टहरूलाई पनि थोरै लेट भयो भने त्यस्तो कोर्सहरू कभर गर्न गाह्रो हुन्छ भने चाहिँ हुँदैन। अनि फेब्रुअरी र सेप्टेम्बर इन्टेकमा मजाले एप्लाई गर्नु पायो। जो स्टुडेन्टले चाहिँ फेब्रुअरी टार्गेट गर्नुभएको छ उहाँहरूलाई अलिकति ढिला भयो कि, बट अब डकुमेन्टेसनहरू एकदम फास्ट गर्छु भनेर भन्नु भने स्टिल एप्लाई गर्ने एप्लिकेसन गर्ने टाइम छ। अब होइन होइन म पछि एप्लाई गर्छु भनेर भन्नुहुन्छ भने डिमोराइजेसन नेटवर्क आउनु होइन, अनि सेप्टेम्बर इन्टेकको लागि हामी टार्गेट गरेर एप्लाई गर्न सकिन्छ। अनि यो इन्टायर प्रोसेसको लागि चाहिँ जर्जियाको लागि कति टाइम लाग्छ? इन्टायर प्रोसेसको लागि त्यति धेरै टाइम लाग्दैन। अब हजुरको डिपेन्ड गर्छ नेपालको भ्याएफएसबाट एप्लाई गर्नुहुन्छ कि इन्डियाको भ्याएफएसबाट एप्लाई गर्नुहुन्छ भन्ने हुन्छ। नेपालको भ्याएफएसबाट एप्लाई गर्नु भने लाइक एराउन्ड 1 to 2 मन्थमा हजुरले मजाले भिजा ग्रान्ट गर्न सक्नुहुन्छ। इन्डियाको केसमा छ भने यदि हजुरलाई ट्राभल गर्ने प्रब्लम छैन, इन्डियामा कोही हुनुहुन्छ होइन, त्यो कन्डिसनमा चाहिँ हजुरको 15 to 20 डेजसम्म भिजा आइसकेको हुन्छ। सो यो अहिले करेन्ट सिनारीमा चाहिँ स्टुडेन्टहरूले बोथ वेबाट एप्लाई गर्नुहुन्छ। जो स्टुडेन्टको इन्डियामा आफन्तहरू हुनुहुन्छ इन्डियाबाट एप्लाई गर्नुहुन्छ, लाइक होइन म नेपालबाटै गर्छु एज अ सेफ एन्ड साउन्ड भन्नुहुन्छ भने नेपालबाटै गर्नुहुन्छ। ओके, धेरै कुरा त हामीले जर्जियाको बारेमा बुझिहाल्यौँ। थप अरू केही हामीले अब स्टुडेन्टलाई बुझाउनु पर्ने केही छ कि सर? जर्जिया एप्लाई गर्दाखेरि अब स्टुडेन्टहरूले धेरै कन्सल्टेन्समै इन्क्वायरी गरिरहनु भएको हुन्छ होइन। अब सुरुमै फीहरू लिनुहुन्छ होइन, लाइक इभन मसँग पनि 2-4जना स्टुडेन्ट आउनु भएको थियो होइन, जर्जियाको लागि सुरुमै मलाई फी लिनुभयो, कन्सल्टेन्सीबाट फी माग्नु भएको छ $500, $700, $1000 किन हो भनेर सोध्दै हुनुहुन्थ्यो। अब जर्जियाको केसमा चाहिँ के छ भने हामीले बिफोर स्टुडेन्ट ट्राभल त्यहाँको जुन मिनिस्ट्री अफ एजुकेसन छ जर्जियाको, त्यहाँबाट हजुरको डकुमेन्टहरू चाहिँ अप्रुभ गराउनुपर्छ। ओके दिस स्टुडेन्ट क्यान स्टडी इन जर्जिया होइन, जर्जिया पढ्न क्वालिफाइड छ यो स्टुडेन्ट भनेर चाहिँ
त्यो हामीले डकुमेन्टहरू सब्मिट गर्नुपर्ने हुन्छ जर्जियाको एमएसीमा, जर्जियाको सरी एजुकेसन मिनिस्ट्रीमा हो। त्यो कारणले गरेर चाहिँ सुरुमा अब त्यो ट्रान्सलेसन गर्नु पऱ्यो, डकुमेन्टहरू त्यहाँको फर्म भर्नु पऱ्यो, नेसनल सेन्टरमा जानु पऱ्यो, एमओईमा जानु पऱ्यो, यो सबै गर्न चाहिँ हल्का चार्जहरू लाग्छ, कन्सल्टेन्सीहरूले चार्जहरू लिन्छ। अनि आफ्टर द्याट अब भिजा आइसकेपछि अनि ट्युसन फी भनेको हजुरलाई लाइक एराउन्ड वान सेमेस्टरको ट्युसन फी बुझाउँदाखेरि मजाले पुग्छ, लाइक एराउन्ड 2 to 3,000 ट्युसन फी मात्र बुझाउनु पऱ्यो सुरुमा यताबाट जाने बेलामा। पछिबाट नेपालबाट मगाउँदा पनि भयो अथवा आफूले आफ्नो इन्कमबाट पे गर्न सक्नुभयो। अनि लास्टली म के भन्न चाहन्छु भने जर्जिया एकदम लाइक फरेन स्टुडेन्टको लागि एकदम धेरै सेफ एन्ड साउन्ड कन्ट्री हो। राति 2 बजी हिँड्नु, 3 बजी हिँड्नु, 4 बजी हिँड्नु हजुरलाई केही पनि प्रब्लम हुँदैन है। अनि धेरै मल्टिकल्चरल इन्भाइरोमेन्ट छ, लाइक टर्कीबाट, मिडल इस्टबाट, अनि एसियन कन्ट्री अब इन्डिया बङ्गलादेश त भइहाल्यो होइन, चाइनिज स्टुडेन्टहरू, जापानिज स्टुडेन्टहरू, लाइक इभन कतिपय युरोपियन कन्ट्रीको स्टुडेन्टहरू, ट्रान्सफर स्टुडेन्टहरू एकदम मजाले भेरिएन्टहरू देख्न सक्नुहुन्छ। धेरै नै अफोर्डेबल कन्ट्री छ, चिप कन्ट्री छ, लाइक वेदर इन्भाइरोमेन्ट ठिक छ होइन, धेरै मल्टी डाइभर्सिटी कल्चर भेट्नुहुन्छ, तपाईँले एडजस्ट गर्न त्यति धेरै गाह्रो हुँदैन। जर्जियन ल्याङ्ग्वेज सुरुमा अलिकति अप्ठ्यारो पार्न सक्छ, बट लेटर गर्दै गएपछि सबै कुरा ठिक भइहाल्छ होइन। त्यही गरेर जर्जिया लाइक वान अफ द बेस्ट डेस्टिनेसन नै छ अहिले स्टुडेन्टहरूको लागि। अब यदि अब हजुरले जर्जिया एप्लाई गर्न चाहनुहुन्छ, जर्जियाको बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने हाम्रो अफिसियल ड्रिम अवर एजुकेसन नेटवर्क आलोकनगर गेट नजिकै छ, यता काठमाडौँ न्यु बानेश्वर, हजुर भिजिट गर्न सक्नुहुन्छ। नम्बर यहाँ तल कतै दिएको होला, यहाँ कन्ट्याक्ट गर्नु होला। Thank you. Thank you your time, sir. Thank you for थ्याङ्क your यू, time, sir. Thank you. थ्याङ्क यू।